एक्सपोर्टले त अब मेरो त अब परिवारहरूलाई त अस्ट्रेलियामा पठाएर हुँदै बोलाउनु होला। सबै सरहरूलाई एकदम मुरी मुरी धन्यवाद। नमस्कार, एक्सपर्ट टकको नयाँ एपिसोडमा तपाईँलाई स्वागत छ। आज हामी एक्सपर्ट टकमा एकजना यस्तो ह्याप्पी क्लाइन्टसँग कुराकानी गर्दैछौँ जसले लगातार 2 जना छोराको अस्ट्रेलियाका लागि एक्सपोर्टबाट भिजा ग्रान्ट गराइसक्नु भएको छ र पछिल्लो पटक उहाँको कान्छो छोरोको भिजा लगाउनको लागि उहाँले 80 दिन वेट गर्नु परेको छ। लामो समय वेट गरेर पनि अन्तमा उहाँको स्टोरी सक्सेस स्टोरीमा परिणत भएको छ। उहाँ हुनुहुन्छ कृष्ण कुमार श्रेष्ठ। आउनुहोस् उहाँसँग कुराकानी गरौँ। कृष्ण सर, तपाईँलाई स्वागत छ एक्सपर्ट टकमा। धन्यवाद सर। अघि मैले भने हामी नर्मल्ली एक्सपर्टबाट भिजा अप्लाई गरिसकेपछि जति छिटो भिजा आयो हामी त्यसलाई नै प्रमोसन गरिरहेको हुन्छौँ क्या, यति छिटो भिजा आयो भनेर। तर तपाईँको छोरो रिग्जोन श्रेष्ठको 80 दिन लाग्यो अस्ट्रेलियाको लागि भिजा आउनको लागि। सर यो लामो समयको पर्खाइ कस्तो हुँदो रहेछ सबभन्दा अगाडि? सर अब यस्तो हो, लामो समय भए पनि सक्सेस चाहिँ भइयो। तर अब यस्तो के अब आज आउला कि भोलि आउला कि भन्दा भन्दा दिन गर्दा गर्दा 80 दिन भएपछि त यो मनले पनि प्रेसर बढाएर एकदम के यो अब 80 दिन भनेको त धेरै लास्ट हो नि त। यो त अब त आउन कि हुन्न कि भन्ने कुरो भइसकेको थियो। अनि म्याडमसित अस्ति सल्लाह गर्न आइहाल्यो 2-3 दिन अगाडि। त्यो भएपछि चिन्ता नगर्नुहोस्, तपाईँको काम सफल हुन्छ भन्नुभयो। अनि आज शुक्रबार, आज फ्राइडेको दिन त बिहानै चिया खाने बेलामा म्याडमहरूले फोन गर्नु, अनि ल सर हजुरहरूलाई एकदम बधाई छ, तपाईँको काम सफल भयो भन्नुभयो। अनि ल म्याडम तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। यो 80-81 दिनको चाहिँ पहिलो रेकर्ड हुन्थ्यो, यो त हामीहरूको सन्तानमा छ। हाम्रो सन्तान त लगभग यो एक्सपोर्टबाट त लगभग 12-13 जना भइसक्नु भयो क्या। हजुर। त्यसमा नि अब यो ठुलो छोरो जाँदा चाहिँ 15 दिनमा, अब यो कान्छो जाँदा चाहिँ तपाईँको 80 दिन भनेको त हाम्रो त अब हुन्न कि भन्ने कुरो पनि भइसकेको थियो। अनि लगभग सफल भयो। अब भगवान्, एक्सपोर्ट सरहरू सबैलाई धेरै धेरै धन्यवाद। आज एकदमै खुसी छु म। जस्तो तपाईँले पनि अघि जोड्नुभयो आफ्नो जेठो छोरोको 15 दिनमा भिजा आएको भनेर। क्रिजोन श्रेष्ठ 2 वर्ष अगाडि यहीँबाट भिजा ग्रान्ट भएको थियो, 15 दिन मात्रै लागेको थियो र अहिले 80 दिन कुर्नु पर्यो भनेपछि झन् तपाईँको त अनुभव थियो नि त। 15 दिनमा नै भिजा आएको भनेपछि अहिले पनि त्यस्तै नै होप गर्नुभएको थियो होला। यति लामो समय वेट गर्दा चाहिँ कस्तो कस्तो कुरो खेल्दो रहेछ मनमा? अब भिजा नआउने हो कि भन्ने जस्तो पनि लाग्यो होला कुनै कुनै दिन। तपाईँको अस्तिसम्म त हाम्रो न्यु इयर र क्रिसमसको एकदम यो सम्हाल्ने बाटो थियो कि त्यो छुट्टी छ। अब यो पछि त पक्कै हुन्छ नि त काम भन्ने कुरो त भयो। अनि फेरि नेपाल लेभल 3 मा आएपछि त मन त झन् एकदम के भयो, ओहो यो लेभल 3-2 3 मा झर्दाखेरि त अलिकति नराम्रो दृष्टिकोणले हेरिन्छ नि त। हामी नपढे मान्छे भनौँ भने अब एउटा अलिकति त पढेको त्यसको सिस्टम त थाहा छैन नि त, लेभल 2 र लेभल 3 भन्ने चाहिँ। अरेमा लेभल 3 नै भयो पनि त्यस्तो चाहिँ हाम्रो मनले मात्रै नराम्रो सोध्दो रहेछ। आफ्नो फाइनेन्सियल डकुमेन्ट्सहरू चाहिँ राम्रो छ भने त्यसलाई चाहिँ पिर गर्नु पर्दैन रहेछ नि त त्यसको लागि चाहिँ। तर 80 दिन कट्दाखेरि चाहिँ अब यो तु खर्दनु एकदम के यो दिन रात अब चिन्ता बढी, खान मन नलाग्ने, अब निद्रा नलाग्ने, टेन्सन, यो अनेक खेल्ने यहाँ कुराहरू। अब त्यही भयो नि सफल भइयो। अब आज त्यसको लागि हजुरहरूलाई धेरै 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 धन्यवाद। एक्सपोर्ट कलेजको अब भनौँ न यहाँ सबै हुनुहुन्छ नि, प्रियङ्का म्याडम विशेष गरी, कल्पना म्याडम, सरहरू सबै, अब बाबुलाई पढाउने सरहरू, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। तपाईँले एउटा गजब कुरा गर्नुभयो अघि। लेभल 2-3 को विभिन्न कुराहरू छ। पहिला 2 मा, अहिले 3 मा गएपछि त झन् अब हाम्रो भिजा गयो, अब खाल्डोमा गयो भन्ने पनि भयो तपाईँलाई। तर आफ्नो डकुमेन्टमा विश्वास थियो तपाईँलाई, एकदम तपाईँले आफ्नो डकुमेन्ट राम्रोसँग मेन्टेन गर्नुभएको थियो। त्यो कारणले आउँछ भन्ने कतै कतै होप पनि थियो र त्यो प्रमाणित पनि भयो। त्यो आधारले हेर्ने हो भने लेभल जुनसुकै भए पनि आफूले गतिलो डकुमेन्टेसन गर्यो र सही रूपले त्यसलाई चाहिँ डकुमेन्टेसन र प्रोसेस राम्रो गर्यो भने र कन्सल्टेन्टहरू पनि राम्रो भयो भने त्यसमा सफलता आउँदो रहेछ। एकदम एकदम सर। अर्को अघि तपाईँले भन्नुभएको थियो आफ्नो परिवारमा चाहिँ, मेरो परिवारबाट 12-15 जनाले एक्सपर्टलाई विश्वास गइसक्नु भयो। त्यसको आधार चाहिँ के हो? तपाईँ पटक पटक एक्सपर्टलाई कसरी विश्वास गरिरहनु भएको छ? यस्तो हो कि आफ्नो सन्तानले पहिल्यैबाट अब यहाँ एक्सपोर्ट, त्यही माथि कल्पना म्याडम भनेको अब एकदम पुरानो मान्छे, उहाँले अहिलेसम्म हाम्रो त्यत्रो पठाउनु भएको पनि नो के, सबै यस यस। अनि उहाँले गर्दाखेरि विश्वास भएको भएर नै मेरो त दुइटै बाबु झन् यहीँबाट मलाई विश्वास भएपछि मैले छर छिमेकीलाई पनि भनेको छु कि उसकै साथी मेरो रिग्जन श्रेष्ठकै साथीहरूले यहाँ 2 जनाले गरिरहनु भएको अझै पनि।
अनि मलाई बुझ्न आउनुहुन्छ नि उहाँ वरिपरि कसरी राख्ने हो, बाबुलाई पठाउँदा के गर्नुभयो भनेर भन्दाखेरि अनि यसो यसो भनिदिन्छौँ हामीले, यसो गर्नुहोस्। अनि हामीले जानेको कुरो मात्रै त्यति होइन क्या। अनि यहाँ पनि जानुहोस्, म्याडमलाई भेट्नुहोस्, एक्सपोर्ट कलेजमा जानुहोस्, कल्पना म्याडमलाई भेट्नुहोस्। त्यहाँ गएपछि उहाँले सबै विवरण बताइदिनुहुन्छ। उहाँहरूले एकदम हामीलाई नि उहाँहरूले बताउनु भएर हामीलाई नि थाहा थिएन नि त पुरै त। उहाँले बताइदिनु भएर आज हामीले दुइटै छोरालाई ठाउँमा पुऱ्याएर शिक्षा हासिल गरेर सफल भयौँ क्या आज। हजुर। यही नै मलाई एकदम आनन्द छ आजको। त्यो भनेको अभिभावकको तर्फबाट गर्नुपर्ने दुःख कस्ता हुँदो रहेछन्? दुःख त यस्तो हो नि, मेन कुरो चाहिँ अब हाम्रो फाइनेन्सियल सिस्टममा छ भने दुःख त अलिअलि त अब दौडधुप त यता पेपरहरू बनाउँदाखेरि त भइहाल्छ नि आफ्नो सन्तानको लागि। अब सबै ठाउँमा छिटो हुँदैन सरकारी कामहरू। त्यो गर्दाखेरि होइन, अहिले त्यही पनि अहिले त सिस्टमले गर्दा छिटै हुन्छ। आफ्नो सबै कागजपत्रहरू ठिक छ भने त त्यस्तो दुःख त हुँदैन, खासै हुँदैन दुःख त। तपाईँको छोरो 2 वर्ष अगाडि जेठो गइसकेपछि अहिले कान्छो पनि पठाइरहनु भएको छ। हजुर सर। एउटा अभिभावकको रूपमा त अब छोरोलाई अलिक टाढा पठाउनु पर्दा त केही न केही मनमा पीडा त होला। आगामी दिनमा के गरोस् भन्ने चाहना राख्नु भएको छ? यस्तो हो, अब शिक्षा शिक्षा लिनको लागि नै गएको हो बाबुहरू। अब यहाँ पनि नहुने होइन, यहाँ नि भएकै हो हुन त। हाम्रो अब यहाँ नेपालमा चाहिँ अब यी पढेको विद्यार्थीले रोजगार भने जस्तो नपाउने, स्यालेरी नपाउने कारणले गर्दाखेरि अब विदेशिनु परेको खास पहिलो कुरो त। अब उहाँ गएर 2-4 वटा कुरा यहाँभन्दा बढी हुन्छ नि त। उहाँको त पढाइ सबै राम्रो सिस्टमहरू छ। अब उहाँ पढेर फेरि फर्केर यहीँ केही गर्न त मिल्छ नि सर, वहीँ बस्न त पर्दैन नि त। वास्तवमा हाम्रो उद्देश्य पनि त्यही नै हो सर, कि ठुलो ठाउँमा गइसकेपछि धेरै कुरा सिकुन्, सिकुन्। धेरैजनासँग त्यहाँ प्रतिस्पर्धा गरून्, त्यसले चाहिँ आगामी दिनमा करियर निर्माण गर्न सहयोग होस् भन्ने नै हो। तर अन्ततोगत्वा त्यहाँ सिकेको सिपले, त्यहाँ आर्जन गरेको ज्ञानले आफ्नो देशलाई नै सहयोग होस् भन्ने सबैले चाहनुपर्छ। यहाँलाई हार्दिक शुभकामना छ। यहाँले दिनुभएको संस्कार अनुसार यहाँको छोरोहरूले राम्रो गर्न सक्नुहोला। एक्सपर्टलाई गर्नुभएको विश्वास र मायाप्रति हार्दिक धन्यवाद। एकदम हस् सर। हजुरहरूलाई नि एकदमै के एक्सपोर्टले त अब मेरो त अब परिवारहरूलाई त अस्ट्रेलियामा पठाएर हुँदै गुल्लाउनु भयो होला। सबै सरहरूलाई एकदम मुरी धन्यवाद।